नमस्कार। म दुर्गा अधिकारी भमरकोटे आज डाक्टर बमबहादुर थापा जिताली जो अ, व्यङ्ग्य कवि हुनुहुन्छ र एकदमै प्रखर वक्ता हुनुहुन्छ र खरो साहित्यमा खरो रूपले उत्रिनुहुन्छ। उहाँले शास्त्रीय छन्दका छाँगा शीर्षकको किताब लेख्नु भएको छ। त्यसै किताबभित्रबाट एउटा समृद्ध होस् देश यो भन्ने शीर्षकको कविताले साह्रै मन छोयो र यो हामी सारा नेपालीहरूको अपेक्षा पनि भएको हुनाले मलाई यो कविता वाचन गर्न मन लाग्यो र वाचन गर्दैछु। स्वीकार्नुहोस्, बमबहादुर थापा जितालीको समृद्ध होस् देश यो। नेपाली जनता भएर भरिया नेता भकारी भयो, सिङ्गो देश खण्ड खण्ड उसले पारी डकारी रह्यो। दुम्सीका दलमा मिलेर चितुवा खन्ने चिथोर्ने भयो, ब्वासाका चलखेलबाट कसरी समृद्ध होस् देश यो। कस्तो तन्त्र चलाउँदैछ खुफिया सर्वोच्चतामा सदा, गुण्डा राज समाउँदै र दुहुँदै सम्पन्नतामा छँदा, शैतानी क्रम फैलियो डलरमा भाषा तमासा भयो, क्रिस्तानी मतिमा मिलेर कसरी समृद्ध होस् देश यो। अहिलेको प्रहरी कुनै हरि बिना बन्ने भयो रक्षक, अत्याचार धर्मका समयमा बन्दै गयो भक्षक, भ्रष्टाचार कुकर्ममा रत हुने आकाश चुम्दै गयो, बढ्दो घुससँगै भनौँ म कसरी समृद्ध होस् देश यो। हत्यारा सुनकाण्डका पहुँचमा डाँडा र काँडा जुटे, काण्डै काण्ड प्रकाण्डका परिधिमा नेता अनेकौँ उठे, अग्लो देश मधेसमा फरिने झन्डा नयाँ देखियो, टुक्रा सात बन्यो भनौँ म कसरी समृद्ध होस् देश यो। बाटो एक अनेकतातिर गई गन्तव्य टेकिन्छ र, माटो एक चिरा चिरा मुलुकमा जीवन्त भेटिन्छ र, अर्काका भरमा चलेर कहिले सम्पन्नता भेटियो, बिच्छीका मतिमा बिकेर कसरी समृद्ध होस् देश यो, समृद्ध होस् देश यो। हस् त, धेरै धेरै धन्यवाद। नमस्कार।